आज चाहिँ म चिकन बनाउन लाग्दैछु। चिकन चाहिँ आज मैले युट्युबमा देखेको थिएँ नि त, अन्त त्यसरी पनि बनाउनु पर्यो भनेर यसमा धनिया हालेको छु, अन्त गार्लिक जिन्जरको पेस्ट हालेको छु, प्याजलाई फ्राई गरेर अन्त त्यसलाई चाहिँ पिसेर हालेको छु। अन्त यो चिकन छ हो, अनि चिकन चाहिँ अब रेडी गर्दैछु म चाहिँ हो। अन्त यसलाई मिक्स गर्नु अरे, यसलाई मिक्स गरेर चाहिँ 10-15 मिनट राखेर यसरी पुरा मिक्स गर्नुपर्छ हो। 10-15 मिनट राख्नुपर्छ। हैदराबाद चिकन बनाएको मैले पनि आज फर्स्ट टाइम ट्राई गर्दैछु बनाएर, अब कस्तो हुन्छ थाहा छैन। यसरी मिक्स गरेर राख्नुपर्छ। 10-15 मिनट राखेपछि चाहिँ अन्त अरू मसलाहरू रेडी गर्नुपर्छ यसको लागि चाहिँ हो। चिकन बनाउनु लाग्दैछु होइन, हैदराबादी चिकन बनाउनु लाग्दैछु। यसलाई चाहिँ अघि मैले मिक्स गरेर राखेको छु हो। अन्त यसमा चाहिँ हाल्ने यो यसमा चाहिँ मिक्स मसलाहरू छ, ड्राई मसलाहरू। अन्त यहाँनिर चाहिँ छ टमेटो, प्याज, खोर्सानी हाल्दैछु हैदराबादी चिकनमा। अन्त यो चाहिँ पनिरको लागि रेडी गरेको, यहाँ चाहिँ पनिर पनि छ। अन्त यो चाहिँ दही हो, दही चाहिँ मैले मिक्स गरेको छु। अन्त यहाँ मटर छ हो। अन्त यहाँ चाहिँ अब बनाउनु रेडी भएको छु। यसको लागि चाहिँ हामी यहाँ चाहिँ तेल गरम गरिरहेको थिएँ कि म चाहिँ बिर्सेछु हो। अनि तेल हाल्नेछु यसमा, रेडी गरेर राखिरहेछु तेल चाहिँ। तेल चाहिँ कति चम्ची हाल्नुपर्ने यसमा? तिनीहरू त भन्नु पऱ्यो नि, 3 चम्ची रेसिपी होइन। निकाल न त्यो टमाटर चाहिँ पनिरको लागि पनि हुन्छ। अब चाहिँ हाल्नेछु प्याज। तेल गरम गर्यो, त्यहाँबाट चाहिँ प्याज हाल्ने हो होइन, प्याज होइन, यो हाल्नु पर्ने तेजपत्ता तेजपत्ता हो। अन्त खडे मसला पनि त्यो राख्छु, पिठो हाल्दैन मैले, त्यो गिलो हुन्छ कि मलाई मन पर्दैन गिलोको त्यो हालेर चाहिँ। त्यहाँदेखि चाहिँ यसलाई चाहिँ अलिक पकाएर दुईपट्टि छ नि त, अन्त त्यही लागि चाहिँ प्याज हाल्छु म आज। हैदराबादी चिकनको लागि हो। अन्त त्यो उयो बनाएर नि त्यसमा त अहिले बादमा पनिरको लागि। पनिर चाहिँ बादमा बनाउँछु हो, अहिले त्यसलाई छोपिराख्नु नि ढाकनी गरम भएको के भयो? जान हेर्न दिदी भाइले कडेको साइज छैन नि त ढक्कन। यो चाहिँ रहेछ हैदराबादी स्टाइलमा चिकन है। मेरो वाइफले चाहिँ आफै मिक्स गरेको रहेछ हो। अनि त्यसलाई चाहिँ मिक्स गरेर चाहिँ लाइक आधा घन्टासम्म चाहिँ यतिकै मेरिनेसन गरेर चाहिँ राख्नुपर्ने रहेछ। अन्त गाइस त्यसको लागि चाहिँ यो होममेड मसला मेरो वाइफ आफूले बनाएको होइन, हल्का गरम गऱ्यो यो सबै आइटम्सलाई। अब यहाँ के हालेको चाहिँ मलाई त थाहा छैन। यो चाहिँ पिसेर बनाउनु रहेछ क्या, मिक्सीमा होइन, ताकि हल्का पिसहरू होस् होइन। अन्त यो अब घरमै बनाएको गार्लिक जिन्जर पेस्ट। अन्त यहाँ फेरि पनिरको लागि अलग्गै अब वाइफको साथीहरू आउँदै रहेछ हो, उनीहरूको लागि चाहिँ भेज नन भेज छ नि त। अन्त बुढा चाहिँ नन भेज खाने, बुढी चाहिँ भेज प्योर भेजिटेरियन, उसको लागि चाहिँ पनिर मटर पनिर बनाउनु रहेछ। त्यस्तै चाहिँ स्वाद अनुसार नुन हाल्नुपर्छ हो। अन्त नुन बेसी चर्को भयो भने मिठो हुँदैन। मैले अघि पनि त्यसो मिक्स गर्दाखेरि चाहिँ नुन हाल्छु। जान भयो भित्र बसेर दिदीसँग बनाउँछु मलाई यो चाहिँ के अन्त हो। यसमा चाहिँ पनिर बनिँदैछ हो। यो चाहिँ हाम्रो लाइटरै लाइटर। अन्त के हो यो? चार्जेबल लाइटर हो। दामी छ त लाइटर त। अन्त भनेपछि उतापट्टि चाहिँ भेज बनिने रहेछ, अन्त यता चाहिँ नन भेज होइन, चिकन। यो चाहिँ भेजको लागि पनिर र मटर बनाउन आँटेको हो। अन्त गार्लिक जिन्जर पेस्ट हाल्दैन त्यसमा? हाल्नुपर्छ। दियो
ए हाम्रो त रुम ओनर पनि एकदम पढेसी जस्तो छ राम्रो छ रुम ओनर मुस्लिम हो कि तर एकदमै राम्रो छ त्यो चाहिँ के को लागि चिकनको लागि कस्तो पानी परेर गरम भएको छ नि त्यस्तै हुन्थ्यो त्यस्तो रहेछ होइन यो चाहिँ अब बेलगाउँमा बसोबास यो चाहिँ अब अस्ति त्यो एकदम आँपको चाहिँ अचार बनाएको गाउँले स्टाइलमा भनेपछि त्यता चाहिँ पनिर बनिने हो यो चाहिँ पनिर चाहिँ अलग अलग चाहिँ राख्नुपर्छ हो त्यो साथीले खाँदैन त्यसको लागि प्याज मसला काटेको थिएँ अहिले हाल्दा हुन्छ होला है त्यो त तिम्रो रेसिपी तिमी भयो बाबा यसको लागि त खोर्सानी पुगेन त खोर्सानी त किन हाल्ने पिरो खान हाल्यो त्यसको लागि पनिरको लागि ए त्यसमा हाल्यो त्यो खोर्सानी यसमा चाहिँ भक्कु पिरो हुन्छ होला हैदराबादी चिकन बनाएर भक्कु पिरो होला जस्तो छ फर्स्ट टाइम बनाउँदैछु हो यो पनि भयो हो राख्छु आज फर्स्ट टाइम बनाउँदैछु म चाहिँ हैदराबादी चिकन मैले युट्युबमा भिडियोमा देखेको थिएँ युट्युबमा त होइन भिडियोमा चाहिँ देखेको थिएँ हो अन्त हैदराबादी चिकन ट्राई गरेको नि अब हामीले कहिले बनाएको छैन अब हामी नेपाली हेर्नुहोस् है साथीहरू यो चाहिँ आज म फर्स्ट टाइम चिकन बनाउँदैछु मेरो साथी बनाउँदैछ हो मेरो साथीलाई खाना म बोलाइरहेको छु अन्त त्यही लागि चाहिँ मैले चिकन बनाएको हैदराबादी कस्तो हुन्छ थाहा छैन हो तिनीहरूलाई मन पर्छ कि मन पर्दैन जब यो